नेपाल हस्तकला महासंघ नि सोक्कोगु बुदिलिसे जिन पेकोगु हस्तकला दिवस चोले यले ज्याजो जुगुदो आइतबार जुगु ज्याजोले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हा व नेपाल उद्योग वाणिज्य महासंघ कार्यवाहक अध्यक्ष अञ्जन कुमार श्रेष्ठ तिथि कलाकारले हस्तकला व्यवसाय तथा सम्मान लिसे पुरस्कृत याना दिएको ख बधाई छ हाम्रा सदस्य ओम साईराम फेल प्राइभेट लिमिटेडका मेघराज राम बुदाटुकीज्यूलाई बधाई छ। बधाई छ हाम्रा फिन्जो सोनाम इन्टरप्राइजेसका साथै अब 2081-82 साथै अब हामीले यो 2081-82 मा सदस्य मध्ये उत्कृष्ट उद्यमीको रूपमा साथै अब 2081-82 का सदस्यहरूमध्ये परम्परागत विधातर्फ उत्कृष्ट कलाकार निर्यात गर्न उहाँको ठुलो योगदान भएको हुनाले उहाँलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। यलय पाटन संग्रहालय जुगु ज्याजोले बागमती प्रदेश सरकारी उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठ नेपाल हस्तकला महासंघ अध्यक्ष रविन्द्र साक्य वरिष्ठ लोकु राजमान बज्राचार्य लगायत हस्तकला निर्यात प्रवर्धन बबिया दिगो ख उद्योग दिवसको रूपमा घोषणा गर्नको लागि मन्त्रालयको तर्फबाट टिप्पणी उठाएर अब आउने क्याबिनेटमा बागमती प्रदेश सरकारको तर्फबाट हस्तकला दिवस घोषणा गर्ने कुरा यहाँहरू सम्पूर्णमा प्रतिबद्धता जाहेर गर्न चाहन्छु। अर्को साल 2083 मङ्सिर 28 गते बागमती प्रदेश सरकारले उद्योग दिवस घोषणा गरिएको वर्षको रूपमा हामीले यो बागमती प्रदेशबाट चाहिँ यो हस्तकला दिवस मनाउन सकिने कुरा पनि म यहाँहरू जानकारी गराउन चाहन्छु। बागमती प्रदेश सरकार सदैव हस्तकला क्षेत्रमा सहकारी गरेर जान तयार छ। हस्तकला ग्राम स्थापना र सञ्चालनको ऐन पनि बनिसकेको यहाँहरूलाई जानकारी गराउन चाहन्छु। ऐन बन्दैमा त्यो ऐन अगाडि जान्छ भन्ने मलाई लाग्दैन। यसर्थ अब आगामी दिनमा हस्तकला ग्राम सञ्चालन स्थापना गर्नको लागि नियमावली बनाएर र आवश्यक कार्यविधि र हस्तकलाको नीति बनाएर अगाडि बागमती प्रदेश सरकार अगाडि जाने कुरा यहाँहरू समक्ष राख्न चाहन्छु। र हरेक वर्ष बागमती प्रदेश हस्तकला सङ्घसँग सहकार्य गरेर 13 जिल्लाका हस्तकला सम्बन्धी उत्पादनलाई वृहत प्रदर्शन मार्फत बजारीकरण र हस्तकला उत्पादक उद्यमीहरूलाई प्रोत्साहन गर्नको लागि हरेक वर्ष कार्यक्रम हस्तकला यो सङ्घसँग पनि आबद्ध भएर कार्य गरिरहेको यहाँहरूलाई जानकारी गराउन चाहन्छु। आगामी वर्ष पनि यो वर्षको पनि 13 जिल्लाका हस्तकला उद्यमीहरूले उत्पादन गरेका उत्पादनलाई प्रदर्शनीको रूपमा अगाडि जानको लागि प्रस्तावना हस्तकला सङ्घबाट पेश भएको पनि यहाँहरू जानकारी गराउन चाहन्छु। हाम्रो देशको अर्थतन्त्र नेपाललाई चिनाउने एउटा हस्तकला क्षेत्र हो। देशको अरबौं राष्ट्रिय आम्दानी गराउने क्षेत्रलाई बागमती प्रदेश सरकारले महत्त्वका साथ लिएको कुरा पनि यहाँहरू जानकारी गराउँदै आगामी दिनमा पनि
यो हाम्रो जुन हस्तकलालाई अगाडि लानको लागि बागमती प्रदेशले यहाँहरूसँग प्रतिबद्धता साथ अगाडि बढ्ने जानकारी गराउँदै मेरो छोटो मन्तव्य यहीँ राख्न चाहन्छु। धन्यवाद। छाता सङ्गठन नेपाल हस्तकला महासङ्घको 53औं वार्षिकोत्सव तथा 14औं हस्तकला दिवसको अवसरमा महासङ्घ र यस क्षेत्रमा संलग्न सबैमा म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। कस्तो संयोग परेछ आज भर्खरै मात्र यहाँ 1 घण्टा पहिले म आजै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी वहन गरेर सोझै त्यहीँबाट आउँदैछु र यस्तो महत्त्वपूर्ण कार्यक्रममा र आउँदै यति सुखद कुराहरू यहाँनिर सुन्नु पर्यो कि देशको पहिचान जसले बचाएर राख्नुभएको छ, देशको अर्थतन्त्रमा निर्यात र आन्तरिक गरेर करिब 50 अरब रुपियाँको कारोबार होला। मैले अन्दाजको हिसाबले भने त्यो अर्थतन्त्रमा चलायमान बनाएर देशभित्रै त्यो अर्थतन्त्र चलिराखेको र चलाइराखेको यो क्षेत्रको कार्यक्रममा आउन पाउँदा मलाई अत्यन्त हर्ष लागेको छ। सिक्दैछु, आजै मात्रै प्रवेश गरेँ मन्त्रालय। अब यहाँहरूका कुराहरू उद्योगमा त छँदैछ, तर संस्कृतितर्फको कुराको सन्दर्भमा अझै मैले छलफल गर्न बाँकी नै छ, बुझ्न बाँकी छ। नेपालको कला र संस्कृतिको संवाहकको रूपमा रहेको हस्तकलाको आफ्नै विशिष्ट पहिचान र महत्त्व रहेको छ। हस्तकला क्षेत्रले रोजगारी सृजना गर्नुको साथै निकासी व्यापार मार्फत विदेशी मुद्रा आर्जनमा पनि उल्लेखनीय भूमिका खेलिरहेको छ। आज सम्मान पाउने सम्पूर्ण सम्मानित व्यक्तित्वहरूको सिप, ज्ञान, व्यवसाय गर्ने प्रक्रिया, प्रकृतिको म वास्तवमा कायल रहेको छु। यो वास्तव तपाईँहरूले गर्नुभएको काम राष्ट्रको सम्पत्तिको रूपमा रहेको छ। म यहाँहरू सबैलाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना पनि दिन चाहन्छु। 2029 साल मङ्सिर 28 गते साबिक नेपाल हस्तकला उद्योग सङ्घीय रूपे स्थापना जुगु नेपाल हस्तकला महासङ्घ दिएदश तिथि जाजोयना हस्तकला दिवस हनिगुखा।